ल साथीहरू, आज म तपाईहरुलाई डबल क्रिमको दुधबाट कसरी घिउ बनाउने भन्ने कुरा म देखाउन गइरहेको छु। मैले आज लिएको छु डबल क्रिम 2 लिटरको। यो ब्रान्ड छ म्युलरको डबल क्रिम हो। यसबाट कसरी हामीले घिउ निकाल्न सकिन्छ भन्ने कुरा म देखाइरहेको छु है साथीहरू। ल हेर्नुस् है। अब यसलाई फोरौं। यसलाई फोरेर अब हामीले एउटा भाँडा लिन्छौं। यो भाँडोमा यसलाई राखिदिने। ल हेर्नुस् कति बाक्लो छ, यो क्रिमी छ, त्यसैले चाहिँ डबल क्रिम भनिएको नै होला। यसमा चाहिँ एकदमै चाहिँ बढी फ्याट हुन्छ भनिन्छ। यसमा चाहिँ 50% भन्दा बढी यसमा फ्याट हुन्छ। त्यसैले गर्दाखेरि यसबाट मजाले चाहिँ नहुने घिउ निक्लिन्छ, जस नहुने घिउबाट हामीले घिउ बनाउन सकिन्छ। अब मैले अहिले यसलाई चाहिँ फिट्न गइरहेको छु। फिट्नको लागि चाहिँ मैले यो एक किसिमको चाहिँ मसिन, रसल हब्सको यो मसिन मैले चलाइरहेको छु। यो एकदमै ह्यान्डी खालको मसिन हो, जुन मसिनले विभिन्न किसिमको काम पनि गर्न सकिन्छ। जस्तै कि चाहिँ हामीले चटनी सट्नी बनाउनु पनि यो मसिन काम लाग्छ। अहिले म यसले चाहिँ मैले यसलाई चलाइरहेको छु। हेर्नुस्, बिस्तारै चलाउँदै जाँदाखेरि यसको क्रिम आइसकेको छ। क्रिम आउँदै जान्छ। त्यसपछि चाहिँ बाक्लो 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 हुँदै गएर पछि नौनीमा चाहिँ परिणत हुन्छ। यहाँहरूलाई थाहा भएकै होला, हामीले गाउँघरमा दहीलाई ठेकीमा राखेर मही पारे जस्तै हो। ल हेर्नुहोस्, यो बिस्तारै यो चाहिँ क्रिम बाक्लो भइसकेको छ। निकै चाहिँ यो गाह्रो भइसकेको छ यो चलाउनु पनि। यसमा बिस्तारै अलिकति थोरै चिसो पानी पनि एड गर्दै जानुपर्ने हुन्छ। त्यसले गर्दा चिसो पानीले के गर्छ भन्दा अलिकति पातलो बनाउँछ अनि अलिक सजिलो हुन्छ, अलि हल्का बनाउँछ यसलाई। त्यसले गर्दाखेरि चाहिँ नौनी र मही छुट्याउनको लागि विशेष मद्दत गर्छ। अहिले यत्तिकै चाहिँ भयो भने, जस्तै मैले चाहिँ अहिले भर्खर चिसो पानी मैले एड गरेर फेरि चाहिँ मैले चाहिँ चलाइरहेको छु। चलाउँदै गर्नुहोस्। फेरि अलिअलि चाहिँ पानी एड गर्नुहोस्, चलाउनुहोस्। त्यसो गर्दाखेरि बाक्लो हुँदै गएको छ। गाह्रो छ यो, जस्तो क्रिम जस्तो बनिसकेको छ। क्रिम भयो। अब क्रिमलाई अझै फटाउनुपर्छ। फटाइसकेपछि बल्ल नौनी बन्छ। हेर्नुहोस् है, अब फाट्दै जान्छ। त्यो कनिका परेको चाहिँ एक किसिमको चाहिँ नौनी निस्कन्छ। अझै चलाउँदै जानुहोस्। अलिअलि चाहिँ पानी थप्दै पनि जानुहोस्, चिसो पानी थोरै राख्दै जानुहोस्। झन्डै अब तयारी हुन लागिरहेको छ। एकदमै गाह्रो परेको छ यसलाई चलाउनको लागि। यो मसिन पनि तातो भइसकेको छ। देख्नुभयो, अब बिस्तारै कनिका परेर चाहिँ यो छुट्टिन लाग्यो, यो सेग्रिगेसन हुन लाग्यो। अब सेग्रिगेसन भनेको मतलब दही र मही बन्छ अनि यता नौनी बन्छ। गर्दाखेरि त्यो चाहिँ मजाले छुट्टिन्छ। छुट्टिसकेपछि सजिलो हुन्छ चलाउनलाई। यो चाहिँ अब मजाले अब चल्छ। ल हेर्नुहोस्, अहिले चाहिँ अब झन्डै छुट्टिन लागिसकेको छ। अझ चलाउँदै जानुहोस् जबसम्म नौनी माथि तैरिँदैन है। नौनी माथि पक्का माथि बन्छ। टोटली अब मही एकातिर, नौनी एकातिर हुन्छ। अब भइसकेको छ, हुनै आँटेछ है साथीहरू। ल हेर्नुहोस् त, अब मजाले कस्तो मजाको चाहिँ नौनी निस्क्यो। माथि आउँदैछ नौनी, तल मही छ। अझै चलाउँदै जानुहोस्। ल हेर्नुहोस्, अब देखिसक्यो। हेर्नुहोस् त, ल हेर्नुहोस्, यस्तो भयो। अब हातैले यसलाई चाहिँ डल्लो पार्नुपर्ने हुन्छ। मजाले गोलो बनाउनुहोस्, अचार्दै गोलो बनाउनुहोस्। मजाको नौनी एकातिर हुन्छ अनि तल चाहिँ मही छुट्टिन्छ। यस्तो मजाले छुट्टिन्छ। अब हेर्नुहोस्, अब नौनी तयार भयो। जसलाई चाहिँ बटर पनि भनिन्छ, बटर अथवा नौनी तयार भयो। कस्तो मजाको भयो, हेर्नुहोस् त। 2 लिटरको। साथीहरू, अब चाहिँ यो घिउलाई अब तताउनको लागि चाहिँ मैले यो अर्को पानमा हालिदिइराख्दैछु। त्यो देखाउँदा त्यो पान देख्यो, यो मही हुन्छ है।
ल साथी यत्रो चाहिँ 2 लिटरको डबल क्रिमको यति नहुने आयो। अब तपाईँहरू भन्नुहोस् अब कति आउँछ होला यसो घिउ, कति मजाको भयो त हेर्नुहोस्। अब यो ल यो उता लैजाउँ। अब नौनी तयारी भएर हामीले अर्को भाँडामा राखिसक्यौँ। अब यो हेर्नुहोस्, यो मही हो। यो मही पनि राम्रो हुन्छ अथवा यसले क्रिमको काम पनि गर्छ। तपाईले मही त्यतिकै पिउँदा पनि भयो, अथवा यो हामीले करीको ग्रेभी बनाउनलाई पनि प्रयोगमा ल्याउन सकिन्छ। विशेष गरेर खसीको मासु पकाउँदाखेरि, करी बनाउँदाखेरि यो राखिदियो भने ग्रेभी एकदमै बाक्लो र अत्यन्त स्वादिष्ट हुन्छ है साथीहरू। त्यसले गर्दा यसलाई करीमा पनि प्रयोग गर्न सकिन्छ। ल साथीहरू, अब यो नौनीलाई तताएर घिउ बनाउने प्रोसेसमा लागिरहेका छौँ। ल हेर्नुहोस् है त, अब यसलाई हामीले अलि बाक्लो खालको भाँडोमा राखेर पगाल्न तताउन गइरहेका छौँ। ल है साथीहरू, अब नौनी घिउ उम्लिन थालिसकेको छ। यसलाई सानो आगोमा उमाल्नु पर्ने हुन्छ र बिस्तारै यो सुक्दै जान्छ। ल हेर्नुहोस्, यो सुकिसकेको छ, यो घिउ तयारी भइसकेको छ। अब यस घिउलाई चिसो बनाएर एउटा बोतलमा हालेर, सिसाको बोतलमा हालेर राख्दा राम्रो हुन्छ। र यो आजको भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने शेयर, सब्सक्राइब गर्न नभुल्नु होला है साथीहरू। थ्याङ्क यू भेरी मच फर वाचिङ।